जीवन कति अचम्मको यात्रा रहेछ, जहाँ हामी दिनहुँ दौडिरहेका हुन्छौँ, अधुरा सपना बोकेर, अधुरा खुसीहरू लुकाएर, कहिल्यै नरोकिने अभिनय गर्दै। तर कहिलेकाहीँ मनको गहिराइबाट एउटा आवाज आउँछ, अब रोक, अब आफूलाई भेट्ने समय भयो। हो, आज म त्यही आवाजलाई पछ्याउँदै निस्किएको छु। तर यस पटक म एक्लो छैन, मेरो साथमा छन् सुदर्शन भाइ, जसको साथले यात्रा मात्र होइन, अनुभूति पनि गहिरो बनाउँछ। अहिले बिहानको 7 बजेको छ। पोखराको चिसो हावा र त्यो स्कुटरमा हामी नयाँ यात्रातर्फ अगाडि बढिरहेका थियौँ। सुरुवाती बाटो अलि सहज, अलि रमाइलो, तर करिब 30 किलोमिटर पार गरेपछि बाटोले आफ्नो असली रूप देखाउन थाल्यो। धुलो थिएन, तर हिलो, खाल्डा र चिप्लो बाटो थियो। कतै पानी जमेको, कतै गहिरा खाल्डा खुल्को। अन्तिमका 10 किलोमिटर झन् कठिन, हिलोले भरिएको उकालो। स्कुटर चिप्लिन खोज्यो, हामी सन्तुलन सम्हाल्दै अघि बढ्यौँ। त्यो सङ्घर्ष, त्यो चुनौती, त्यही नै यात्राको पहिलो परीक्षा थियो। करिब 10 बजेसम्म हामी सिक्लेस पुग्यौँ। करिब 11 बजे साधारण तर मिठो खाना खायौँ। यो यात्रा कुनै गन्तव्य होइन, यो त आत्माको यात्रा हो। चोला बोकेर हामी पोरीको वास्तविक यात्रा सुरु गऱ्यौँ। गएपछि तान्तिङ, उताबाट कोरी। सुरुवातमा पहिलो 2 किलोमिटर बाटो ओह्रालो थियो, पाइलाहरू हलुका थिए, मनमा उत्साह थियो।
जब 2 किलोमिटरको ओह्रालो बाटो सकियो तब सुरु भयो उकालो यात्रा। त्यो उकालो लामो जसको अन्त्य देखिँदै प्रत्येक पाइलासँगै सास गहिरो हुँदै जाने, खुट्टा भारी हुँदै जाने। हामी रोकिन्थ्यौँ, सास फेर्थ्यौँ, फेरि हिँड्थ्यौँ। दमारी कटेजमा खाजा खायो भने हामी उकालो लाग्ने तर्खर गरिरहेका थियौँ। त्यतिकैमा पानी पर्यो। हामी रेनकोट लगाएर बिस्तारै उकालो चढ्यौँ। बाटोमा हिलो थिए, धुलो पनि थिएन। बाटो सफा र राम्रो थियो। पुगिएला 40 मिनटमा तासा सायद लगभग अब आधा बाटो चाहिँ आइयो कोरीको लागि। हामी हिँडेको लगभग सिक्लेसबाट हिँडेको चाहिँ 4 घन्टा भयो। 11:30 बजीतिर हिँडेको, अहिले 4 बज्न लाग्यो, 4:30 भयो। अब हामी आज तासासम्म पुग्छौँ अनि हेरौँ त्यहाँ पुगेपछि हिँड्न सकिन्छ जस्तो लाग्यो भने त्योभन्दा माथि पनि एउटा बस्ने ठाउँ छ, त्यहाँसम्म पुगिन्छ। फाइनल्ली हामी तासा खर्कमा आइपुगेका छौँ। तल पावर हाउसबाट लगभग 3 घन्टा 4 घन्टा नै हिँड्नु पर्यो। आजको बसाइ तासामा हुन्छ वा यहाँभन्दा पनि माथि गइन्छ। अब एकछिन मौसमले के भन्छ, पानी परिरहेको छ अहिले, त्यही अनुसार गर्नेछौँ। ल यति बेला हामी तासाको होटल प्रोडर एन्ड रेस्टुरेन्ट तासामा छौँ। हेरौँ अब यहाँ सल्लाह गर्छौँ माथि जाँदा ठिक हुन्छ कि यतै बस्दा ठिक हुन्छ। आज अहिले करिब 4:30 बज्यो होइन? कहाँ यो भाइ? कहाँ हो काहीँ न काहीँ आज जस्तो भयो त्यतिखेर चाहिँ। लागि पुगेसम्म हिँडिरहेको छौँ, तर एउटा अर्क अझै आएको छैन। गाह्रो छ हिँड्न चाहिँ, निकै गाह्रो भइरहेछ। मौसम पनि खुलेन, अँध्यारो भयो, त्यसले गर्दा पनि मनै आत्तियो। पनि खालिसकेछ। यो तासाबाट माथि त घना जङ्गल रहेछ कि धेरै जङ्गल। लालीगुराँसको सिजनमा चाहिँ लालीगुराँस अहिले पनि अलिअलि चाहिँ छ। अब यहाँबाट छिटो बस्ने ठाउँमा पुग्न पायो भने जस्तो भइरहेको छ। कमसेकम अझै आधी घन्टा लाग्छ होला। कोरी 5 हाउस हो, तासा एकदम तल सल्मिना। अब यसमा यो सल्मिना कहाँ जान्छ, कति टाढा छ त्यो पनि लेखिदिएको भए अलिक सजिलो हुन्थ्यो। हामी खासमा आज गएर बस्ने भनेको सल्मिना नै हो। अब 5 घन्टा कोरीलाई आज सम्भव छैन। भोलिलाई 5 घन्टा 7 घन्टा त्यति हो।
तर यो बोर्डमा यहाँको नजिकैको बस्ती ठाउँको डिस्टेन्स पनि देखियो भने एकदम राम्रो हुन्छ जस्तो लाग्छ मलाई। अब यहाँ हामी अब बिच बाटोमा आइएछ, कहाँ हो टाढा टाढा छ कि नजिक छ, अब सरासर हिँड्नु। हावामा चिसोपन, चारैतिर हरियाली, थकान त थियो तर मनमा शान्ति थियो। साँझ पर्न लाग्दा थकित शरीर तर सन्तुष्ट मन लिएर हामी चिका पुग्यौँ। ल शुभ बिहानी। माडी 1 छिगाबाट हिजो रात परिसकेको थियो हामी आउँदाखेरि, त्यही भएर खासै भिडियोहरू पनि बनाएन, थकाइ पनि लाग्यो। खाना खाएर सुतिहाल्यौँ र रातभरि पानी पर्यो, तर बिहानै आज एकदमै राम्रो मौसम खुलेको छ। बिहानको 7 बजे आँखा खुल्दा सबै परिवर्तन भइसकेको थियो। पानी रोकिएको थियो, आकाश खुलेको थियो, घाम झुल्किसकेको थियो, चारैतिर हरियाली, लाली गुराँस फुलेको थियो। उसले भिजेका पातहरू ताजा हावा फालिरहेका थिए। सुदर्शन भाइले भन्नुभयो, दाइ प्रकृतिले रिवार्ड दिएको छ जस्तो लाग्छ। अहिले ठिक 8 बजेको छ बिहानको। हामी अब उकाली यात्रामा छौँ। लगाएर छ सबैतिर जङ्गल, लाली गुराँस अनि थकावट महसुस भइरहेको छ। यसरी उकालो मुख हिँड्न त गाह्रै हुन्छ। झोलामा त्यस्तो धेरै चिज त छैन, ज्याकेट छ, त्यही पनि भारी भारी महसुस हुन्छ। दुईजना मात्रै छौँ यात्रामा। अहिले खासै कोरिया हुने पर्यटकहरू पनि छैनन्। बाटोमा कसैलाई पनि भेटिएन, हिजो पनि भेटिएन, आज पनि भेटिएका छैनन्। हिजो त रातभरि पानी पर्यो। हिजो लगभग आधी बाटो त हामी पनि पुरै रेनकोट गरेर हिँडेको हो। आज बिहान 4 बजेबाट मौसम खुल्यो, पानी बन्द भयो। अहिले त घाम पनि लागिरहेको छ, तर जङ्गलमा सबै बोट बिरुवाले शीतलो छ हिँड्न। उहु, अब हिमाल हेर्ने बेला आउन लागेको छ है। यताबाट ओहो, यसरी गएपछि अब आउँछ हिमाल। वाह, माछा पुग्छु हिमाल। आधा थकान त मरिसक्यो त। ल है, कोरी सिक्लेस माडी 1 अनि दुध पोखरी जाने बाटो। बाबा मासिला छ त यहाँ त, कति ठुलो ढुङ्गा।
जति उकालो चढ्यो त्यति धेरै उकालो आउँछ। सोचे जस्तो हुन्न जीवन भन्ने गीतलाई चाहिँ सम्झिरहेको छु मैले। बाटो अलिकति साँघुरिँदै गएको छ, अप्ठ्यारो पनि छ। ल कोरी आउने बेलामा बाटोमा अब हिउँ नै हिउँ छ यहाँभन्दा माथि। हामी हिँड्दै गर्दा हिउँ पनि चढ्दै थियो। हामी हात फैलाएर त्यो छरलाई महसुस गर्दै थियौँ। कति छ सर अझ यहाँभन्दा माथि? अब यहाँबाट धेरै लाग्यो, 2 घन्टा धेरै। हामीलाई यहाँ आइपुग्नु कति लाग्यो भने 9:15 मा हिँडेको 10:08 हो भने कि 1 घन्टा 1 घन्टा लाग्यो लगभग। अब यहाँभन्दा माथि हिउँ छ कि जन्म जाउँछ हिँड्नु, अड्किन्छ नि त घाँटी। कहिले जानुभएको थियो माथि हजुरहरू? कहिले जानुभएको थियो माथि? हामी त हिजो। ए कहाँबाट आउनुको तपाईँहरू? हामी पोखराबाटै हो। ल अब हिउँमा हिँड्दाखेरिको महसुस बेग्लै छ। यहाँ मैले लेखेको छु द प्रकाश ब्लग। लाइक कमेन्ट एन्ड सब्सक्राइब। हिउँै हिउँ छ। ल अहिले कोरी आउनेलाई एकदम राम्रो छ। मौसम खुल्न चाहिँ बिहानमा खुल्छ, दिउँसोमा चाहिँ यस्तै यस्तै हो। अब माथितिर हिउँले भेटाउँछ अरे, हिउँ पर्छ अरे 12-1 बजेतिर। बाटोमा पनि बिहानमा चाहिँ एकछिन खुल्छ अनि उतिखेरै बन्द भइहाल्छ भन्नुहुन्छ। भर्खरै भेटिनु भएको थियो 3 जना साथीहरू। ल हिउँमा यसलाई पनि गाह्रै छ। छोडै छोड त तल जा। ए भन्नु त। होला ल अब कति छ सर माथि जान? माथि पुग्न कति टाइम लाग्छ अब? 3 घन्टा जति। माथि हिउँ धेरै छ। ए हो, हिउँ पर्दैछ। बाटो कस्तो छ? बाटो ठिकै छ। अप्ठ्यारो छ कि यस्तै छ? यस्तै हो। हिँड्न नि धौँदो रहेछ, हिँड्न पनि चिप्लो चिप्लो रहेछ है। चिप्लो त चिप्लो हुन्छ। अघि बिहान घाम लाग्यो। त नि ल हिउँ त बाक्लो पर्यो त हौ। लगाउने लगाउने। रेनकोट चाहिँ लगाउनु पर्ने देखियो। अब बाहिरै झुन्डाएको भयो नि हुने है। पानी खाने हो दाइ? भयो यार अहिले त नखाम नफाल के। 3 घन्टा त हो जस्तै। 3 घन्टा भनेको धेरै हो नि यार। 3 घन्टा लाग्दैन होला कि 1 घन्टा लाग्यो झर्न। लाग्न सक्छ हामीलाई।
ल्याउ निकाल 2 पाइला पनि हिँड्न गाह्रो छ यार योभन्दा पनि बढी हिउँ पर्यो भने त बाटो पनि थम्मिउन पनि गाह्रो हुँदो रहेछ तर माथिबाट 3-4 जना मान्छेहरू फर्केर आए त्यसले गर्दाखेरि अलिकति बाटो चाहिँ त्यो हिँडेको चाहिँ जोम छ तर गाह्रो छ हिउँमा हिँड्न गाह्रै हुँदो रहेछ माथि उकालो मुख जाउँ भोक लाग्यो अब हामी यहाँ केही खान्छौँ ल हिउँमा हिँड्ने रहर पनि पुरा भयो यस्ता यदि तपाईहरु पनि हिजो आज कोरी आउने प्लानिङमा हुनुहुन्छ भने अवश्य आउनुस् हिउँको मजा लिनुस् एकदमै सुन्दर ठाउँ छ अब हामी लगभग 1.5 घण्टामा चाहिँ कोरी पुग्छौं भ्यू चाहिँ एकदम राम्रो छ हिउँमा खेल्ने हिउँमा हिँड्ने तपाईहरुको सपना यसै पाली पुरा हुन सक्छ ल आउनुस् ढिलो नगर्नुस् अब चैतको पनि मध्य भागमा पुगिसक्यौं हिउँ पर्न पनि कम हुन सक्छ अब अवश्य आउनुस् भन्छु मैले सबैलाई त्यस्तो सजिलो चाहिँ छैन है बाटो एकदमै कति जति छ नि माथि अब 40 किलोमिटर 1 घण्टा भन्दा तब 3 घण्टा 40 किलोमिटर ए माथि जानु पर्यो हैन यताबाट चाहिँ कता जानु रहेछ यहाँ त लोड अब कबुचे यो बोर्ड चाहिँ 15-20 मिटर तल यहाँपट्टि हुनुपर्ने अलिकति माथि भएको छ हामीलाई झुक्कायो झन्डै दाजु भेटियो र नत्र भने त हामी त कपुचे जाने बाटोतिर पो लागेछ त बढिया रहेछ ठिक छ बेलायमा दाजुलाई भेट्टायो सजिलो भयो कोरी यता माथि यहाँदेखि माथि दाजुहरू तल जानुभयो कपुजेतिर ल है यस्तो छ कोरीको अहिलेको अवस्था हिउँ परिरहेको छ जसलाई भेटे पनि आधी घण्टा भन्छ आधी घण्टा सकिन्छ अझै उकालो आउँछ यार कहिले पो आउँछ हौ कोरी दिउँसोको करिब 1 बजे हामी आइपुग्यौँ कोरी बादलले घेरिएको हिउँ परिरहेको थियो तापक्रम सायद माइनसमा थियो 10 देखि 15 डिग्री सेल्सियस यो दृश्य शब्दले होइन मुटुले महसुस गर्दै थियो त्यो क्षणमा मलाई लाग्यो हामी यहाँ आउनु मात्र होइन हामी यहाँ आफूलाई भेट्न आएका थियौँ 2 पाइला हिँड्यो भने उभिएर सास फेर्नु पर्ने हुन्छ किनकि अक्सिजनको लेभल अलिक कमै छ यहाँ तलभन्दा फाइनल्ली हामी कोरी आएर रुम हेर्दैछौँ मौसम अँध्यारो छ कोरीमा यति बेला -15 डिग्री सेल्सियस
आज हिउँ पकाएर खाने ट्याक्क बाहिरबाट यसरी लिने अनि पकाउने अनि खाने त्यो रातभर हिउँ परिरह्यो बाहिर सेतो संसार भित्र शान्ति हेलो गुड मर्निङ भोलिपल्ट बिहानै करिब 6 बजे हामी बाहिर निस्क्यौँ हिमालहरू प्रष्ट देखिन्थ्यो आकाश निलो थियो चारैतिर सेतो संसार यो दृश्य शब्दभन्दा गएको थियो हामी चुपचाप उभियौँ सुदर्शन भाइले बिस्तारै भन्नुभयो दा यस्तो छर्क लागि नै यात्रा गरिन्छ हो मलाई पनि त्यस्तै लागिरहेको थियो त्यो बिहान हामीले केवल एउटा ठाउँ देखेनौँ हामीले जीवनलाई नयाँ नजरले हेर्न सिक्यौँ हामीले बुझ्यौँ साँचो खुसी ठुलो कुरा होइन यो त साना अनि शान्त क्षणहरूको सङ्ग्रह हो कोरी सिर्फ एउटा ठाउँ होइन यो त एउटा यात्रा हो आफ्नो भित्रसम्म पुग्ने यात्रा हात धुइसकेछ है हातलाई चिसो लागिसकेछ यो सम्पूर्ण यात्रामा यदि तपाईँ पोखरादेखि आउँदै हुनुहुन्छ भने करिब 8 देखि 10,000 रुपियाँ खर्च लाग्छ तर यहाँ पाइने अनुभूति त्यो कुनै पैसाले किन्न सकिँदैन यदि तपाईँ पनि आफूलाई भेट्न चाहनुहुन्छ भने एकपटक कोरी अवश्य आउनुहुन्छ कोरीमा बिताएको समय केवल दृश्य मात्र थिएन त्यहाँको खाना त्यहाँका मान्छेहरू तिनको बोली तिनको व्यवहार सबैमा एउटा आत्मीयता थियो जुन शब्दले व्यक्त गर्न सकिँदैन त्यो क्षणमा मलाई लागिरहेको थियो जीवन पनि यस्तै हो बिहानको सुरुवात दिउँसोको दौड र साँझको शान्ति यदि हामीले बिचको यात्रालाई महसुस गर्न सकेनौँ भने गन्तव्यको कुनै अर्थ हुँदैन कोरी सिर्फ एउटा ठाउँ होइन यो त एउटा अनुभव हो जहाँ तपाईँले आफैसँग भेट्नुहुन्छ आफ्ना भावनाहरूलाई सुन्नुहुन्छ र जीवनलाई नयाँ नजरले हेर्न सिक्नुहुन्छ यदि तपाईँ पनि जीवनको भिडबाट केही समय टाढा जान चाहनुहुन्छ भने एकपटक कोरी अवश्य आउनुहोस् सायद यहाँ आफूले आफैलाई भेट्नुहुनेछ र यस्तै मनछुने यात्राहरूको लागि त प्रकाश ब्लगलाई सब्सक्राइब गर्न नभुल्नुहोला